आन्टीको चाहिँ दाहिने हात माथि आइरहेको थिएन, दाहिने हात आइरहेको थिएन। मैले उहाँको सुई लगाएँ, 2टा सुई लगाएको थिएँ। उहाँलाई डायबिटिज छ, इन्सुलिन लगाइरहनु भएको छ होइन? ओके, उहाँलाई डायबिटिज छ, उहाँको डायबिटिज एकदम धेरै छ। तर त्यही पनि मैले इन्जेक्सन लगाएँ। खास हुने भने डायबिटिकमा इन्जेक्सन लगाउन अलिकति डर मर्दो हुन्छ, तर त्यही पनि उहाँको हातै नगएर उहाँलाई दुखाइ धेरै भएर चाहिँ मैले इन्जेक्सन लगाएँ। अब प्रब्लम के छ भने उहाँले मलाई थेरापी गर्दाखेरि झन् दुख्छ भन्ने कम्प्लेन गरिरहनु भएको छ। मैले बारम्बार हरेक भिडियोमा भनेको छु, यो समस्यामा थेरापी गर्दा झन् दुख्छ नै। यो दुखाएर नै गर्ने फिजियोथेरापी हो। दुख्छ भनेर हिम्मत हार्नु भएन। यति गरे दुख्छ ल म गर्दै गरिनँ भने नि हात कहिले पनि आउँदैन। सो हामीले बुझ्नुपर्ने कुरा के भन्दाखेरि फ्रोजन सोल्डरमा हजुरले यो नसा जाम भएकोमा थेरापी गर्दा दुख्छ नै। त्यो दुखाएर नै गर्ने फिजियोथेरापी हो, अरू विकल्प छैन। सो कि त सधैँ नदुख्ने औषधि खानु पर्यो, कि त यस्तै हो भनेर हिँड्नु पर्यो। सो अलिअलि दुखाइ हजुरले सहनुपर्छ र थेरापी गर्न रोकिनु भएन। थेरापी गर्नै पर्छ, दुख्छ थेरापी गर्छ, थेरापी गर्ने दुख्छ, थेरापी गर्ने दुख्छ। बुझ्नुभयो? सो त्यही भएर हामीले के गर्नु, थेरापी गर्नुभन्दा अगाडि तातो पानीले सेक्ने, थेरापी गर्ने, अनि लास्टमा थेरापी गरिसकेपछि चिसो पानीले सेक्ने। त्यो गर्दाखेरि अलिकति आफूलाई सहज हुन्छ। तर थेरापी गर्दा दुख्छ नै, किनभने यो नसा जाम भएको हुन्छ। नसा जाम भएर हामीले नसा यसरी खोल्दाखेरि के हुन्छ, नसा च्यातेर गर्नुपर्ने हुन्छ। नसा च्यातेरै गर्ने थेरापी हो, त्यसरी दुखेर नै गर्ने थेरापी हो। सो दुखाइ हुन्छ भनेर टेन्सन लिनै पर्दैन, किनभने दुखाइ गरेर दुखाइ भएर नै यो राम्रो हुँदै जान्छ। बिस्तारै कम हुँदै जान्छ। आज धेरै दुख्छ, भोलि अझै कम हुन्छ, पर्सि अझै कम हुन्छ, कम हुँदै 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 राम्रो हुँदै आउँछ। सो दुखाइ नै हुँदैन भने चाहिँ नसोच्नु होला, दुखाइ चाहिँ हुन्छ है।